महासङ्घका सञ्चालक बबिता सिद्धेल र विजय अधिकारीज्यूलाई सर्वप्रथम व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आज अर्बौं बजारमा यति राम्रो र यति व्यवस्थित तरिकाले चाहिँ एउटा स्टार्टिङ फेजमा हामी लेखनाथ उद्योग वाणिज्य सङ्घलाई बोलाएर जुन चाहिँ यसले उद्घाटन गर्ने अवसर प्रदान गर्नुभयो विजय भाइ र बबिता बहिनी र यसको केही अभिभावकत्व ग्रहण गर्नुहुने बुवा मुवा र हाम्रो किशोर भाइ चन्द्रकान्त भाइ लगायत सबैलाई मैले एकमुष्ट न्यानो नमन व्यक्त गर्न चाहन्छु। लेखनाथ उद्योग वाणिज्य सङ्घको तर्फबाट सुरुवाती चरणमा हिजो हामी व्यवसायको सचेतना कार्यक्रम गर्दै आउँदाखेरि व्यवसायमा केही पोलिसीगत रूपमा अप्ठ्यारा परिस्थितिहरू हुन्छ, केही नीतिगत रूपमा कतिपय चाहिँ हामीले गर्न चाहँदा पनि हामी कति कुराहरू चुक्न सक्छौँ, केही बुझ्न कमी हुनसक्छ। त्यस कारणले गर्दा हामी यो सचेतना कार्यक्रम व्यवसायीहरूसँग घर दैलो गरिरहने प्रसङ्गमा यो उद्घाटनमा हामीलाई निम्ता गर्नुभयो। यसको लागि लेखनाथ उद्योग वाणिज्य सङ्घको सिङ्गो परिवारको तर्फबाट जिम्मेवारदेखि वरिष्ठ उपाध्यक्ष सङ्घ राष्ट्रलाई प्रथम प्रगति कर्मचारी वित्तीय उपाध्यक्ष भोगवान भट्टराई, त्यस्तै गरी हाम्रो सल्लाहकार हाम्रो अभिभावकको रूपमा आज यहाँ उपस्थित हुनुभएको प्रकाशलाल श्रेष्ठज्यू र यहाँ हाम्रो बुवा मुवाहरू पनि एकदमै खुसीका साथ यसलाई एउटा भनौँ न आज नागपञ्चमीको पनि दिन छ। नागपञ्चमीको दिनमा सुरुवात गरिएको छ। नाग भगवानले हामी सबैलाई हामी एउटा हिन्दू संस्कार संस्कृति मान्ने मान्छे, त्यस कारणले पनि हामी सबैजना भोकै छौँ। आज हामी किन भन्दा यो यहाँ आएर पूजा गरेर मात्रै यो पसलको व्यावसायिक सफलताको शुभकामना आशीर्वाद दिएर मात्रै हामी केही ग्रहण गर्ने भनेर हामी चाहिँ एउटा पसल बुढी बजारमा हामीले उद्घाटन गरेर आइसकेको अवस्थामा यो दोस्रो अवस्था छ र एउटा अब पावर हाउसमा छ, त्यहाँ पनि आज फेन्सी नै एउटा उद्घाटनमा छ। यो इलेक्ट्रोनिक सामान एकदमै राम्रो तरिकाले अहिलेको समय सन्दर्भ पनि हो, विज्ञान र प्रविधिले फड्को मारिसक्यो। अहिलेको हाम्रो के अरे व्यापार भनेको साँच्चै नै अब समय सन्दर्भ अनुसारको व्यापार गर्नुपर्छ। यो जति पनि अब हामी चाहिँ एउटा भनौँ न अब विद्युतमा चाहिँ अलिकति निर्भरता हामी चाहिँ परनिर्भरता गर्नु परेको छैन, हामी सेल्फ डिपेन्ड छौँ। यो परिवेशमा हाम्रो धेरै आइटमहरू चाहिँ इलेक्ट्रोनिक र विद्युतसँग रिलेटेड छ। त्यस कारणले गर्दा तपाईँको यो व्यवसाय अवश्य पनि भविष्य उज्जवल छ। यसबाट मात्र आज स्टार्टिङ एउटा बिएनबी इलेक्ट्रोनिक पसल इलेक्ट्रिकल पसलको जुन चाहिँ शुभारम्भ भएको छ, यसका धेरै शाखाहरू खोल्न सफलता बन्न सक्नुहोस् र यसले चाहिँ तपाईँहरूको एउटा भनौँ न सगरमाथा चुम्न सक्ने खालको चाहिँ हैसियत क्रिएट गरेर भोलिको दिनमा उज्जवल भविष्यको शुभकामना यी छोराछोरी सन्ततिहरूलाई पनि यही देशमा एउटा उद्यमी र रोजगारीको रूपमा चाहिँ स्थापित गरेर यहाँ धेरैलाई रोजगारी सिर्जना गर्न सक्ने क्षमता हजुरसँग रहोस्। र यो धेरै कुराहरू तपाईँको पङ्खादेखि लिएर यहाँ धेरै कुराहरू छ, इलेक्ट्रोनिक सामानहरू तपाईँले होम डेलिभरीको कुराहरू पनि अहिले कन्सेप्ट छ, अनलाइन सिस्टम छ। तपाईँले त्यो विज्ञानसँग कनेक्सन गरेर के अरे आइटीसँग कनेक्सन गराएर तपाईँले चाहिँ त्यस्ता खालको मेन पावरहरू पनि तपाईँले आफूले हात लिनुहोस्। कोले चाहिँ अब हामीले प्लम्बिङको तालिम भर्खरै मात्रै लेखनाथ उद्योग वाणिज्य सङ्घले प्लम्बिङको तालिम सम्पूर्ण गरेको छ। त्यस्ता धेरैहरू ट्रेनर व्यक्तिहरू छ। अब तिनीहरूलाई सम्पर्कमा लिने जसले चाहिँ के अरे पङ्खाको अर्डर गर्छ, जसले अरू कुनै त्यस्तो खालको रेफ्रिजरेटरहरू अरू विविध आइटमहरूको प्रयोग